हेलो सबैजनालाई हेर्नुस् न मैले चाहिँ हाई भन्दैछ है तपाईहरुलाई म चाहिँ आज मन्दिर गएको नि त त्यही भएर तपाईहरुलाई पनि देखाइदिन्छु भनेर हामी चाहिँ थुप्रै जना गएको थियो यहाँ भाइहरु दिदीहरु पनि गएको छ हैन त्यही भएर तपाईहरुलाई पनि देखाइदिएको हामी चाहिँ जादा जादा कस्तो धेरै घाम छ नि त त्यही भएर चाहिँ कस्तो घाम छ भन्ने तर पनि हिँडेर गइरहेछ तपाईहरुलाई पनि देखाउने भनेर त्यहाँ यहाँ चाहिँ हामी जादा हामी चाहिँ हिँडेरै आएको है तर यहाँ चाहिँ एउटा सानो बडे झिल छ हैन तपाईहरुले पनि देख्न सक्नुहुन्छ त्यही भएर चाहिँ हेर्नुस् मजा लिनुहोस् गाइस हेर्नुस् यिनीहरु चाहिँ मेरो पार्टीहरु हो उनीहरु यताबाट हिँड्दैछ म चाहिँ यताबाट हिँड्छु त कति राम्रो जग्गामा आएको छ तपाईहरुलाई देखाइदिन्छु है त हामी चाहिँ मन्दिर भित्र चाहिँ एन्ट्री भइसकेको छ हेर्नुस् न यति धेरै मान्छे भिड छ हैन तपाईहरुले पनि हेर्न सक्नुहुन्छ मन्दिर हेर्नुस् न कत्रो ठुलो मन्दिर छ नि त यहाँ भिड चाहिँ फेरि हाम्रो दिदीहरुले वेटिङ गरिरहेको थियो हैन अन्त मैले चाहिँ बताइदिँदै थिएँ दिदी हो भन्दै तपाईहरुलाई हेर्नुस् न गेट चाहिँ कत्रो ठुल्ठुलो है त सेम टु सेम तीनटा कि चारटा यस्तो यस्तो रहेछ गाइस हामी चाहिँ मन्दिरमा आएको छ हैन मन्दिर चाहिँ यो हो हैन तपाईहरुलाई देखाइदिन्छु यो त पनि छ मन्दिर के भाग आज खुल जाएंगे राम आएंगे